म नरेश चाहिँ बेंगलोरबाट। मैले चाहिँ अहिले काम गरिरहेको बिल्डिङ देखाउँछु मैले तपाईहरुलाई। मैले चाहिँ पहिला काम गरेको बिल्डिङ देखिन सक्दैन किनकि एउटा बिल्डिङले अर्को बिल्डिङ छेकिरहेछ। म काम गर्ने बिल्डिङबाट देखिने बिल्डिङ देखाउँछु तपाईलाई मैले। यो बिल्डिङ चाहिँ कियम्स हो। यो एजेन्सी चाहिँ एजिएफ अलर्ट गार्ड थियो। यसमा चाहिँ 1.5 वर्ष गरे हो। दाजुभाइ हुनुहुन्थ्यो आफ्नै, भतिजाहरू पनि थिए, भान्जाहरू पनि थिए, अङ्कलहरू पनि थिए। यसमा चाहिँ 1.5 वर्ष गरे हो। त्यसपछि मैले तपाईको यसमा पनि गरिन, मैले यसमा पनि गरिन, तपाईको मैले यसमा गरेको। यसमा यो एसबीआर कम्पनी हो। अजना चाहिँ एजेन्सी थियो। त्यसपछि मैले भित्रको पनि गरेको एलएनटी। यो चाहिँ कन्डक्सन लाइन एलएनटीले बनाउँथ्यो चाहिँ मेन कम्पनी प्रेस्टिज हो। यसमा पनि गरेको मैले। यसपछि तपाईको म यताबाट गइसकेपछि फेरि यसमा पनि गरेको एसेट मार्क हो। यो चाहिँ स्टिल अड एजेन्सी थियो। यसमा पनि गरेको मैले। यसमा चाहिँ 7 महिना गरेको। 7 महिना गरेको। फेरि यो बिल्डिङ चाहिँ तपाईको, यो बिल्डिङ चाहिँ आर्मी बिल्डिङ मात्रै हो। यहाँ आर्मी मात्रै बस्छन् अरे के यहाँ त। अनि यतापट्टिको यो शोभा हो। शोभा त तपाईलाई थाहै होला। शोभा त ठुलो कम्पनी हो। विदेशमा पनि काम गर्छ यो कम्पनीले। अहिले चाहिँ मैले काम गर्ने बिल्डिङ यो हो, शक्ति कम्पनी नाम शक्ति हो। यो बिल्डिङमा काम गर्छु मैले अहिले। यो एजेन्सीमा हाम्रो यो चाहिँ अहिलेको एजेन्सी चाहिँ पेन्टोकन हो। पहिला पनि मैले यो एजेन्सीमा तपाईको 4 वर्ष गरे मैले। 4 वर्ष गर्दाखेरि यसमा गरे मैले एलएनटीमा। यो अहिले चाहिँ पेस्टीले चलाउँछ। यसमा गरे मैले। अहिले चाहिँ यही कम्पनीमा गरिरहेको छु। तर चाहिँ अहिले कम्पनी अलग छ तर हाम्रो एजेन्सी कम्पनी एउटै हो। मैले यसमा गरिरहेको छु अहिले। हेर्नु, यही एजेन्सीमा गरेर 4 वर्ष गरे मैले। 4 वर्षपछि मेरो प्रब्लम भयो। पछि मैले चाहिँ छोडेँ अनि साइड पनि गयो। त्यसपछि अनि यहाँ आएपछि म यो साइड मार्ग गएँ, यताउता गाउँ गएँ। पछि यसमा गरे मैले। हेर्नुहोस्, यो चाहिँ अहिले शक्ति हो। ठुलो कम्पनी छ यो पनि चाहिँ। यो चाहिँ 4 मल्लाको हो। बहुत राम्रो छ यो बनाउने लाइन पनि। यसको 3 बेचको रुम छ, 4 बेचको छैन यहाँ।